ल है त आज अलिकति फरक हिसाबको कुरा गर्न मन लाग्यो तपाईँहरूसँग। दाजुभाइ कपडा पसल गङ्गो नयाँ बसुको पेजबाट आउँछ यो चाहिँ होइन, देखिहाल्नु होला होइन। हिजो मेसीले 2 गोल हान्यो, 3-4 गोलै हुन्थ्यो होला, अलिकति मिस्टेक भयो। अब त्यो हुन्छ, गेममा त्यस्तो हुन्छ। अर्को एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के लाग्यो भन्दाखेरि मैले त 2008देखि फुटबल हेर्न थालेको होइन। 2008मा स्पेनले युरोकप जित्दाखेरि त्यो बेलादेखि फुटबल हेर्न थालेको। 2010मा हेरियो, 2014 होइन। नर्मल्ली अरू त हेरियो नै होइन, स्पेसल्ली इन्टरनेसनल गेमहरू 2012मा हेरियो युरोकप, 2014मा वर्ल्ड कप, 2016मा युरोकप, 2018मा वर्ल्ड कप होइन, 2020मा युरोकप, 2022मा वर्ल्ड कप, 2024मा युरोकप, 2026मा वर्ल्ड कप गर्दा यो इन्टरनेसनल पनि धेरै हेरियो। धेरै हेर्दाखेरि मैले चाहिँ हुन त मलाई त्यस्तो लागेको पनि हुनसक्छ होइन। 2017मा मेसीले चाहिँ चिली विरुद्ध पेनल्टी हानेको थियो, 16 या 17 ठ्याक्कै डेट एक्युरेट थाहा भएन है, 16मा हो या 17मा हो, त्यो करेक्सन गरिदिनु होला तपाईँहरूले। मेसीले चिली विरुद्ध फाइनलमा पेनल्टी हानेको थियो, खुबै ट्रोल भएको थियो है। त्योभन्दा अगाडि मेसीले इन्टरनेसनल लेभलमा त्यति धेरै अचिभमेन्ट गरेका थिएन, डिजर्भ गर्थ्यो। तर त्यस्तो खेल पनि अब 2012-13को मेसी, 10-11को मेसी होइन, 11-12को मेसी, 14-15 युरो के अरे 15-16को मेसी, 14-15को मेसी, त्योभन्दा अगाडिको मेसी भनौँ न, प्राइम मेसी जसले 92 गोल हान्यो होइन। हरेक सिजन 50 गोल, 52 गोल, 60 गोल, 70 गोल हानेर चाहिँ होइन। एसिस्ट त्यस्तै, गोल त्यस्तै, प्ले मेकिङ त्यस्तै। अझ पछि त मेसीसँग सुआरेज र नेमार जोडिँदा त झनै खतरा होइन। त्यस्तो खतरा हुँदाखेरि पनि मेसीले इन्टरनेसनल रूपमा चाहिँ एकदम आलोचित भइरहेको अवस्था थियो। मेसीको कुनै बेलाको प्रतिस्पर्धी 2006मा मेसीले इन्टरनेसनल उसमा डेब्यु गर्यो, 6वटा वर्ल्ड कप खेल्यो, 2006, 2010, 2014, 2018, 2022, 2026 गरेर 6वटा वर्ल्ड कप खेल्दा मेसीलाई चाहिँ विश्वकपको पहिलो उपाधि चुम्नको लागि चाहिँ 2014मा एकदमै नजिक पुगेर पनि मेसीले त्यो अब आफ्नो कारणले भनौँ, अब यहाँ त्यो बेला अब गोन्जालो हिगुइनले पनि त्यस्तै गर्यो है, डिमारिया नि खेल्न पाएन। अब त्यो विभिन्न कारणले गर्दा 2014को वर्ल्ड कप उहाँले मेसीले उचाल्न पाएन। जर्मनीले जित्यो, मारियो गोड्जेले 114 मिनेटमा निर्णायक गोल हानेर जित्यो होइन, साउथ अमेरिकामै। त्यो पनि यसपालि त्यो सायद पहिलो साउथ अमेरिकामा चाहिँ इन्ट्रेस्टिङ कुरा चाहिँ अर्को के रहेछ भन्दाखेरि युरोपियन देशले जितेको पहिलो उपाधि रहेछ क्या साउथ अमेरिकन भूमिमा चाहिँ। त्यही भएर अब आज हेर्दाखेरि अलिकति फरक के लाग्छ भन्दा कुनै बेला रोनाल्डोसँग प्रतिस्पर्धी गरिरहेको मेसी, कहिले म्याराडोनासँग तुलना हुने मेसी, कहिले पेलेसँग तुलना हुने मेसी होइन। आज आएर रोनाल्डोलाई आइडल मान्ने किलियन एम्बाप्पे, एर्लिङ हाल्यान्ड होइन हरूसँग तुलना